बालेन शाह उमेरले र अनुभवले प्रधानमन्त्रीका लागि अझै पनि योग्य पात्र थिएनन् भन्नेहरूलाई के जवाब छ तपाईँ? अस्ति झन्डै बनिसक्नु भएको थियो भदौ 25 गते। सो उहाँ त होइन उहाँले भन्नुभयो अरे मैले त्यो दिन अब मलाई दिइएको प्रधानमन्त्री पद मैले छोडेको हुँ, लिएको भए त आज बालुवाटारमा नेगोसिएट गरेर आउँथ्यौँ भनेर पनि भन्नुभएछ होइन। त्यसैले अब यो यथार्थ हामीले स्वीकार गर्नुपर्छ। विश्वमा सापेक्षिक रूपले कम उमेरमा पनि प्रधानमन्त्रीको पद चलाएका धेरै उदाहरणहरू छन्। अहिले पनि पूर्वी युरोपतिर तपाईँ भेट्नुहुन्छ, ल्याटिन अमेरिकातिर पनि अनुभव छन्। अलि बेलायतकै पनि अलि 25 वर्षको विलियम द पिट यङ्गर भन्नेले चाहिँ चलाएकै हो। नेपालमा पनि जङ्गबहादुरले 29 वर्षमा हो, बिपी कोइराला गृहमन्त्री हुँदा 37 वर्ष, प्रधानमन्त्री हुँदा 45-46 वर्ष होइन। त्यसैले जोन एफ केनेडी त्यत्रो शक्तिशाली अमेरिकाको 43 वर्ष हुनुहुन्थ्यो, क्लिन्टन 46 वर्ष, ओबामा 47 वर्ष। सो यो उमेर चाहिँ कहिले जन्मियो भन्दा पनि त्यो माइन्ड सेटमा त्यो मच्युरिटी चाहिँ उसले देखाउन सक्छ कि सक्दैन भनेर